रिपोर्ट गर्नु पनि हुन्छ। यो एकदम भिभिआइपी हो, नासुमा सोध्ने हैन। यसरी ट्रिक्स लगाएर तपाईँ पढ्नुहोस् हैन। यसरी अलिकति टेढोमेढो ट्रिक्स लगाएर पढ्नुपर्छ। जस्तै 1 नम्बरमा माग फरम हुन्छ, दोस्रो नम्बरमा खरिद आदेश हुन्छ, तेस्रो नम्बरमा दाखिला प्रतिवेदन गराउनुहुन्छ, चौथो नम्बरमा खर्च अब गर्नुहुन्छ, पाँचौं नम्बरमा अब स्टोरमा फिर्ता गर्नुहुन्छ। खर्च गरिसकेपछि जे कुरा बाँचेको हुन्छ तपाईँ फिर्ता गरिदिनुहोस्। 6 नम्बरमा हस्तान्तरण गर्नुहुन्छ। अत्याधिक कार्यालयले कुनै खरिद गरेको छ भने कुनै कार्यालयले बेचारा हस्तान्तरण गरिदिनुहोस्, उसको काम लागिहाल्छ। 6 नम्बरमा 7 नम्बरमा खर्च भएर जाने र 8 नम्बरमा खर्च भएर नजाने एकैचोटि सम्झिएका थियौ। खर्च भएर जाने र खर्च भएर नजाने दुईटा क्याटेगोरीमा समान हुन्छ। 9 नम्बरमा हेर्नुहोस् त, नबिन भन्ने केटाले बिन कार्ड प्रयोग गरेर सामान सबैले दिन्छ। नबिन नबिन 9बाट नबिन बिन कार्ड। 10 नम्बरमा जिन्सी निसर्ग र मिना फार्म कुनै कुराहरू काम नलाग्ने हुन्छ, त्यसलाई अब मिना गरिदिनुहोस्, त्यसलाई प्रयोगमा नल्याउनुहोस् भन्न खोजेको। यो चिज प्रयोगमा छैन भनेको त मिना फार्ममा हुन्छ। 410 नम्बर यानि कि 10 नम्बर। 11 नम्बरमा नि जिन्सी निरीक्षण फारम छ। एकको हिसाब हुन्छ भने बुझ्नु न, एकलाई म निरीक्षण गर्छु, तपाईँ हाकिम हुनुभयो। अब एकलाई निरीक्षण गर्नु न गएर डेस्क बेन्च ल्यापटप फाइन कुन के अवस्थामा छ त्यो सबले चेक गर्नुहोस् न, निरीक्षण गर्नुहोस् न, रिपोर्ट बनाउनुहोस् न। एकलाई हिसाब हुन्छ, पाईको हिसाब हुन्छ भन्छ नि, हो त्यो एकको हिसाब भनेको जिन्सी निरीक्षण फारम। 12 नम्बरमा के हुन्छ, सहायक खाता। 12 नम्बरमा के हुन्छ, सहायक खाता। सबभन्दा ठुलो हाकिमको खाता सहायक खाता। अब जे जति ट्रिक लगाउनुहोस्, सहायक खाता। 13 नम्बरमा मौजुदात वार्षिक विवरण। जिन्सी मौजुदात वार्षिक तपाईसँग कति सामान छ त, मौजुदातमा कति छ त, डिपोजिटमा कति छ त, वार्षिकको अन्त्यमा बुझाउनु पर्ने फर्म भनेको 13 नम्बरमा। वर्ष त्यो विश्वभरिमा 12 महिनामा बुझाउँछ, हाम्रो नेपाल हो 13 महिनामा बुझाउँछु। 14-15 फेरि एकै ठाउँमा याद गर्नुहोस् न। कुनै कुरा मेन्टेनेन्स गर्नको लागि तपाईँले निवेदन दिनुभयो, मेन्टेनेन्स गराइसकेपछि के सामान लाग्यो त, कति खर्च भयो त, त्यो अभिलेख राख्नु परेन र। त्यसैले 14-15 मर्मत सम्भार तथा संरक्षण आवेदन फारम हुन्छ 14 नम्बर। 15 नम्बरमा के हुन्छ, मर्मत सम्भार तथा संरक्षण अभिलेख खाता हुन्छ। अलि ठुलो छ, सिधा कुरा मेन्टेनेन्स एन्ड सर्भिस हो इङ्ग्लिसमा, त्यो 14 नम्बरमा हुन्छ। मेन्टेनेन्स एन्ड सर्भिस त्यो रेकर्ड एकाउन्टेड आप जे भन्नुहोस् न, अभिलेख डकुमेन्ट एकाउन्टेड जे भन्नुहोस् न इङ्ग्लिसमा, त 15 नम्बर हुन्छ। 15 नम्बर 14-15 भनेको सर्भिस मेन्टेनेन्स हुन्छ, एउटाले निवेदन दिन्छ सर्भिस मेन्टेनेन्स, एउटामा अभिलेख राख्ने। 15 नम्बर 14-15 16-17मा हेर्नुहोस्, 16 नम्बरमा घर भाडा लिएको या दिएको सम्पत्तिको अभिलेख राख्नुहोस् हैन। एकदम बुझाइसकेको छु। 16 नम्बरमा। 17 नम्बरमा के हुन्छ, घर जग्गाको लागत किताब। तपाईँको यो जुन भवन बनाउनु भएछ कतिमा लागेको, त्यसको लागत के हो, इन्भेस्टमेन्ट कति हो त, कति पैसामा बनाउनु भएछ त, त्यो एकदम 17 नम्बरमा फर्म भर्नुहोस्। 418 नम्बरमा 18 नम्बरमा के हुन्छ भने स्थिर सम्पत्तिको मूल्याङ्कन। तपाईँको जे जति भवनहरू छन् त्यो पर्मानेन्ट हो, हाम्रो सरकारको हो हैन, सरकारी हो, हामी तपाईँ सबैको हो। त्यो सम्पत्तिको अब कति मूल्याङ्कन हो त, मार्केट भ्यालु कति हो, त्यो 18 नम्बरमा भर्ने। यसरी हामीले मजाले बुझ्न सक्छौँ।